इन्टरनेशनल स्टुडेन्ट भिजामा हुनुहुन्छ, यो कुरा धेरै स्टुडेन्टहरूले नजानेर समस्यामा पर्नुहुन्छ। स्टुडेन्ट भिजामा हुनुहुन्छ भने हजुरको वर्क टाइम लिमिटेसन हुन सक्छ। आफ्नो भिजाको कन्डिसन अवश्य चेक गर्नुहोला। काम गर्दा कानून अनुसारको तलब पाउनुपर्छ, पे स्लिप पाउनुपर्छ। इम्प्लोयरले कम तलब दिन पाउँदैन। यदि हजुरलाई काममा अन्याय भएको खण्डमा फेयर वर्क ओम्बड्सम्यानसँग सहयोग लिन सक्नुहुनेछ। अब फेयर वर्क ओम्बड्सम्यान भनेको के हो भनेर भन्दै गर्दा यो भनेको एउटा अस्ट्रेलियाको सरकारी निकाय हो, जसले यो एउटा कामदारले पाउनुपर्ने तलब, बिदा, वर्किङ आवर र कार्यस्थलका अधिकारहरू सुरक्षित छन् कि छैनन् भनेर चेक गर्ने एउटा निकाय हो। यदि इम्प्लोयरले कम तलब दियो, अनुचित व्यवहार गर्यो वा श्रम कानून फलो गरेन भने इम्प्लोयीले फेयर वर्क ओम्बड्सम्यानसँग सहायता माग्न सक्छ। यसले रोजगारदाता र कामदार दुवैलाई अस्ट्रेलियाको श्रम कानून बारे जानकारी र मार्गदर्शन दिन्छ। अस्ट्रेलियामा पढ्नु हुँदैछ भने आफ्नो अधिकार र जिम्मेवारी दुवै जान्नुहोस्। आफू पनि सचेत रहनुहोस् र यो भिडियो साथीहरूलाई पनि शेयर गर्नुहोस्। हस्, धन्यवाद।